अहिले अहिले उहाँहरूले के भन्नुहुन्छ? छलफल भएर हामी मिलापट भएर आइसक्यौँ त हामी अब त्यो हुने गतिबाट हामीबाट यस्तो हुनु शान्ति चाहिँ यो त जातीय चाहिँ विभेद यो त गम्भीर किसिमको घटना हो नि त। अनि त्यो छलफलमा मिलाउन लाग्नुभयो कि के छ? पुलिस प्रहरी चौकीमा निवेदन दिनुभएको छ? प्रहरीले पनि मिल्नुपर्छ भन्यो? मिल्नुपर्छ। जातीय त्यस्तो अब भइरहेको भइहाल्छ भइसक्यो। हामीबाट यस्तो शब्दहरू प्रयोग नगरौँला। गल्ती भयो भइसक्यो। त्यो आफ्नो चाहिने मान्छे यताउता अब बाँकी एक गतिमा दोहोरियोस् भनेर मिलापट भइसक्यो। नमस्कार। आज हामी एउटा यस्तो कथामाथि यस्तो घटनामाथि छलफल गर्दैछौँ जसले नेपाललाई विकासशील राष्ट्र भन्नु अघि नै हाम्रो सामाजिक चेतनाको स्तरमाथि गम्भीर प्रश्न उठाएको छ। यो घटना हो दैलेखको 8-20 कोट राकाममा हालै घटेको एक हृदयविदारक घटना हो। एउटी बहिनीले पानी छोएको न्युमा कुरूतापूर्वक कुटपिट सहनु पर्यो। 2025को दशकमा हिँडिरहेको यो आधुनिक समयमा यो घटनाले हाम्रो समाजको कुरूप मानवता मरेको अनुहारलाई छर्लङ्ग देखाइदिएको। यो घटना कुटपिट मात्र होइन, यो जातको नाममा गरिने हिंसा हो जुन देशको कानुनले निषेध गरे पनि हजारौं वर्षदेखि जरा गाडेर बसेको छ। पानी छोएको न्युमा भन्दै गरिएको यो बर्बर कार्यले के देखाउँछ भने हामीले जतिसुकै संविधान फेरे पनि, जतिसुकै स्मार्ट सिटीको सपना देखे पनि हाम्रो मानसिकता अझै मध्ययुग कालमा जेलिरहेको छ। यो घटनामा परेकी पीडित महिला बहिनीको शारीरिक चोट त निको होला, तर त्यो सामाजिक चोट र अपमानको घाउ कहिले पनि निको हुँदैन। सबैभन्दा विडम्बनाको पक्ष के हो भने यस्तो घटनामाथि आवाज उठाउँदा केही मानिसहरू बहानाबाजीको पर्खाल खडा गर्छन्। उनीहरू भन्छन् यसले समाज बाँड्छ। यहाँ स्पष्ट हुन जरुरी छ, मानवतामाथि हुने हिंसाको विरोध गर्नु समाज बाँड्नु कदापि पनि होइन, बरु सडेको भागलाई फाल्नु। जातको नाममा गरिने कुनै पनि विभेद र हिंसा धार्मिक, सांस्कृतिक वा सामाजिक परम्परा हुनै सक्दैन। यो केवल अमानवीय दमन मात्र। भनिन्छ नि नेपाल विकास हुँदैन। नेपाल विकास नहुनुको पछाडिको पहिलो र सबैभन्दा ठूलो कारण पुरातनवादी कुरूप मानसिकता हो। जबसम्म नेपालीहरू जात, लिङ्ग र वर्णको आधारमा एक आपसमा विभेद गरिरहन्छन् तबसम्म देशको भौतिक विकास, राजनीतिक स्थिरता वा आर्थिक प्रगति कुनै पनि हालतमा सम्भव छैन, किनकि मानव विकास बिना कुनै पनि राष्ट्रको विकास हुनै सक्दैन। हामी स्पष्ट रूपमा भन्न चाहन्छौँ, मानवता मरेको यो जघन्य अपराधमा संलग्न जो कोहीलाई पनि बहाना बिना, ढिला सुस्ती नगरी तुरुन्त कारबाही होस्। केवल पक्राउ गरेर पुग्दैन, उनीहरूलाई कानुन अनुसार कडा भन्दा कडा सजाय हुनुपर्छ, ताकि भविष्यमा यस्तो सोच्ने कसैले पनि दुई पटक सोच्न बाध्य होस्। यो लडाई केवल दैलेखको एक बहिनीको मात्र होइन, यो नेपाली समाजको आत्मशुद्धिकरणको लडाई पनि। हामी सबै जुनसुकै समुदाय भए पनि न्यायको लागि सँगै छौँ। जातीय विभेद गर्ने यो कुरूप नेपाली समाजको अन्त अब कहिले हुन्छ? यसको उत्तर केवल कानुन र अदालतले मात्र दिँदैन। यसको उत्तर हामी प्रत्येक नेपालीले आफ्नो मन, विचार र व्यवहार फेरेर दिनुपर्छ। यो कुरा ध्रुव सत्य हो। यदि नेपाललाई साँच्चै विकासको बाटोमा लैजाने हो भने हामीले बाटो बनाउने डोजर भन्दा पहिले यो कुरूप मानसिकतालाई भत्काउने डोजर चलाउनुपर्छ। तपाईको विचार के छ? के तपाईँ यो विभेद र हिंसाको विरुद्धमा आवाज उठाउन तयार हुनुहुन्छ? यदि तयार हुनुहुन्छ भने कमेन्ट बक्समा आफ्नो राय अवश्य राख्नुहोला।